हेलो गाइस, आज म मामा घरमा माला हुँदैछु। फुलै भई सिउरी दिन्थे, फुलको वासना जस्तै तिमी। म र माइजू भएर पसलको लागि माला हुँदैछौँ। माइजूले सिटी नलाउने कुकरमा सिटी हान्ने बेला माइजूले सिटी हान्नुहुन्छ अरे के अघि सिटी माइजू गएर पार्नुहुन्छ नि। तिहारको लागि हाम्रो यहाँ मामा घरमा राम्रो राम्रो माला छ, किन्ने भएर आउनु होला, एकदम मिलाएर पाउनुहुन्छ। कृष्ण भने कुक भएको छिन्, यहाँ पकाउने तयारी गर्दैछिन् कृष्णले। ओहो जुमर त के हातरा देखिन्छ त माला समाउँछ अबि चप्पलै फुस्कियो। मलाई केही थाहा भएन है। ए ल तपाईँ गर्नु आयो नि देखाउनु पर्यो। मामा घरमा सबै माला उनिसकेपछि अनि म र मम्मी भएर घर फर्क्यौँ। त्यहाँ गएर पहिला रोटी हाल्यौँ दुईजना भएर मिलेर। रोटी हालिसकेपछि चाहिँ म माला उन्न लागे। फेरि भोलि तिहारको लागि माला उन्न लागे। आजको दिन भने एकदम बिजी भयो। भोलि तिहार, त्यसको लागि अझै प्रिपरेसन गर्न पर्ने नि त। त्यही भएर सबै गर्दा आज धेरै बिजी नै भयो। तिहारमा भने धेरै काम हुन्छ, धेरै नै। रोटी हाल्नदेखि लिएर सरसफाइ, रङ्गोली, यतात्यता सबै यति गरेर आजको दिन सकियो। आजको लागि यति नै। बाई बाई, सी यू इन नेक्स्ट भिडियो। ह्याप्पी तिहार सबैजनालाई।